भयो 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 वाचिपा बनाएको वाचिपामा चाहिँ उस गर्नुपर्ने थियो म चाहिँ आफै हामीले वाचिपा बनाउँदै एउटा हातले भिडियो गरेर ट्राई अब हेर्नुहोस् कस्तो हुँदो रहेछ भर्खर जान्दिनँ तर भए पनि बनाउनु सिकेको हेर्नुहोस् कसैलाई वाचिपा गरेको छ मेरोमा खाँदा हेर्नुहोस् ल एकदम यो चाहिँ बस्तीको कुखुराको वाचिपा बनाइदिएको नि आज वाचिपा खानु मन पऱ्यो कि एकदम खानाहरू बनाउँदैछु आज चाहिँ हेर्नुहोस् यहाँनिर सुँगुरको मासु साग कस्तो लाग्यो मासु चाहिँ ठिकै बेसी पकाएर अलिक गिल्दैछ हो सुँगुरको मासुमा साग हालेर पकाउँदैछु यो चाहिँ दामी बनाएको छु हेर्नुहोस् सागसँग कुखुरालाई मनपर्छ आज चाहिँ मैले खाना बनाएको नि त अन्त यो पनि पाक्यो अब राम्रो अब वाचिपा पनि भयो आज के पकाएको छु भने चाहिँ म तपाईँहरूलाई देखाउँछु आज मैले पकाएको छुर्पी र मुलाको अचार छ आज चाहिँ पोटलको ग्रेभी बनाएको छु पोटल त यसरी डल्लो पर्दो रहेछ साथीहरू तपाईँहरूले पकाउँदा यस्तै डल्लो पर्छ कि के मैले फ्राई गरेको थिएँ कि अन्त फर्स्ट टाइम पकाएको अन्त यो डल्लो परेको छ सबै यस्तो यस्तो भएको छ हेर्नुहोस् यस्तै हुन्छ कि तपाईँहरूले बनाउँदाखेरि पनि अन्त यहाँ भैँसीको मासु छ यो साग बनाएको छ अहिले खानुको लागि चाहिँ साग भुटेको छ अन्त आलु भुटेको छ आलु भुजिया बनाएको छ हेर्नुहोस् त्यहाँबाट दाल तयार भयो रेडी भयो खाना पनि सायद अब रेडी भएर पनि खाइ पनि सक्यो एकजनाले त हेर्नुहोस् आलुको भेराइटी